छैन सबै देश बेचेर देश खाने गरिबलाई दुःख दिने मात्रै यस्तालाई कसले भोट दिन्छ नदिने ज्यादलाई केही पनि राम्रो काम गरेका छैन चुतियाहरूले देश बेचेर मेरा बाआमाले चाहिँ 10 जना मान्छे तलामा भूमिगत राखेर कतिजना मान्छेलाई बुस गरेर गरेको यहाँसम्म गरेका छन् अहिलेसम्म हामीले पढ्न पनि पाइन्न अहिले यति एउटा एक कट्ठा जग्गा र घरबारी छ हाम्रो डुब्न आँटेको छ मेरो छोरो विदेश गयो विदेश गएर कोरोना लागेर फर्केर आयो भित्र गएर गाई बम एकचोटि हेरिदिनुहोस् त अहिले फेरि डुब्न आँटेको छ त्यही घरबारी पनि अनि यस्तालाई भोट दिनु यहाँसम्म गरेको छ हामी 12 वर्षदेखि यो मारे भएका अहिलेसम्म केही गरेको छैन कति चिठी बोकालाई पनि भूमिगत 10 जना मान्छे राख्नु पर्थ्यो तलामा कुसेर ढ्याक्नु पर्थ्यो त्यहाँदेखि यो डुब्न आँटेको छ मेरो छोरो एउटा छोरो यो पढेर रोजगार नपाएर चाहिँ विदेश गएर अहिले हेर्नु त कति दुःख भएको छ मेरो छोरो यो गाई बम सबै डुब्न आँटेको छ अनि के गर्नु यस्तालाई भोट दिएर आफ्नो भोटको सदुपयोग हुँदैन भने अनि हामीलाई कस्तो लाग्छ यस्ता बजियाहरूलाई भोट दिनु सामन्तीहरूलाई अनि भोटै नदिने यसपालि त जस्तो भएको छ हामीलाई अहिले यसको यो गाई फर्मको कति अनुदान दिन्छ उनीहरूलाई कृषि फर्म पैसा खुवाउँछौँ पैसा खुवाएकाले अनुदान पाए हामी जस्ता गरिबले दुःख गरेर गर्नेले कहिले पनि पाएको छैन यस्ता छन् संसारमा अनि यस्तालाई भोट दिनु अब नाम लिउँ कि नलिउँ होइन हजुर हामीले ऋण गरेर एउटा भैँसी किन्छौँ गाई किन्छौँ अनि त्यो फ्याट कसैको चाहिँ बिरामी भएर मर्छ भिरबाट लडेर मर्छ अनि त्यसको दुध बेचेर अलिअलि छोराछोरी पढाउला केही गरौँला भनेको हुन्छ त्यो मर्यो भने त्यसको अनि चाहिँ हाम्रो यो धितो राखेर यो डुब्न आँटेको छ तै अनुदान दिन्छ कि भनेर यो कोठभरि चाहिँ ऋण गर्दै गरेको अहिले न अनुदान दियो न केही गर्यो उसका पछि कति हिँड्यौँ केही पनि पार लागेन अनि हामी भोट दिनु यस्ता छन् अनि यस्ता बच्चाहरूलाई भोट दिनु अब हजुरलाई थाहा छ अहिले यसरी यति ऋण लिएको त्यो ऋण मिनाहा गर्नुपर्छ भनेर कसले भनेको छ होइन ब्याङ्कको कम्तीमा 20 लाखसम्मको ऋण मिनाहा गर्नुपर्छ कसले भनेको छ ब्याङ्कको लोन मिनाहा गरौँ भनेर भन्दाखेरि धेरैचोटि मेरो हातमा हतकडी लागेको छ दुर्गा प्रसाई पनि म पनि देख्नु भएको छ नि हजुरले यही आएर बिर्ताबाट पनि बोले होइन बोलिया हो अब के छ भने तर बोले अनुसार काम गर्दैन नि त यो संसारमा त्यस्तो भयो क्या त्यही त भनेको त अब झन् आफ्नो कार्यक्रममा आफ्नो नीतिमा आफ्नो सिद्धान्तमा आफ्नो विचारमा जे हुन्छ नि मुखैले त भन्दैन ऋण मिना गर्नुपर्छ किसानको भन्दैन अरूले भनेका छैनन् अरूलाई थाहा छ होला नि स्वागत नेपाललाई कतिचोटि पक्राउ गर्यो हतकडी लाग्यो भन्ने सुन्नुभयो होला नि होइन अस्ति भर्खरै पनि त्यही गरेको त्यो चाहिँ यही यो ऋण मिना गर्नुपर्छ किसानको हामीले जब अब हजुरले गाई पाल्नु भएको छ नि गाई काटेर खाउँ भन्ने आइरहेछन् अनि गाई काटेर खाउँ भन्ने आइरहेका छन् हो कि अनि हेर्नु कति अनुदान दिन्छ तपाईलाई यो गर्नु हामीलाई भोट दिनु भनेर भने दिन्छन् अनुदान अब एमालेका मान्छे नि को हुन्छ अरूले भन्छ के अरे यसो भएकोले हामीले अहिले यहाँ मेरो एउटा छोरो विदेश गयो कोरोना लाग्यो यहाँ पढेर गएको उहाँ कोरोना लागेर फर्केर आयो ल यहाँ आफ्नै देशमा गरौँ न त ऋण सिन गरेर गरौँ भनेको यो पनि गर्दा गर्दै 2टा गाई मरे तै सरकारले केही दिन्छ कि भनेर कति सरकारका पछि एमालेका पछि हिँड्यो केही गरेन अहिले यो घरबारी हाम्रो जम्मा यति एक कट्ठा यही पनि डुब्न आँटेको अनि भोट दिनु भन्नु त अनि यही भएकोले अहिले के गर्नु पर्यो भने हामीले अहिले जस्तो दुर्गा प्रसाईले नै गरेकोमा 6% जति त घटेको छ ब्याज हेर्नु है लडाइँ गरेर झगडा गरेर हजुरले सुन्नुभएको होला गाईको रक्षा गर्ने हजुरले गरिरहनु भएको छ यसको लागि कसले बोलिरहेको छ गौ रक्षाका लागि अहिले मैले हजुरसँग अरू केही पनि भन्दिनँ एकदम सोच्नु होला विचार गर्नु होला राजाका पालामा यस्तो थियो थिएन राजा ल्याउनु पर्छ हामी भन्दैछौँ हेर्नु अहिले त आफ्नो पार्टीको छ भने गर्छ हजुर पार्टीको हुनु भएन गरेन जुन पार्टी एमालेको मान्छेले चाहिँ आफ्नो परिवार भित्रको मान्छेलाई मात्रै कति चेलीबेटीका लागि सिप सिकाइको कार्यक्रमहरू आयो नि हजुरलाई आएन होला के को आउनु अब हाम्रो आफ्ना थिएन आफ्ना हुनेलाई आयो नि अब हामी हेर्नु अघिल्लो पटक भोट त सबैले दिन्छ नि आफ्नाले मात्रै दिएर त अघिल्लो हुँदैन पटक यो क्षेत्रमा जित्नेहरू 2 जना ठुला पदमा पुगे को थाहा छ एकजना सभामुख
एकजना उपसभामुख अँ। अरू 2 जना मन्त्री छन् यही क्षेत्रमा उम्मेदवार उठ्ने सभामुख त हाम्रो घिम्रे नै हो। हामीलाई एकचोटि हाम्रो गाई डुब्न आँट्यो गाई फर्म भनेर हामीले भनि पनि हेऱ्यौँ अनि तर हामी जस्ताको कुरा कसले सुन्नु अनि उपसभामुख यस्तो हामी गरिबको हामीले यस्तो गोबर सोर्ने मान्छेको कसले कुरा सुन्नु त्यही भनेको एकजना हजुरहरूले भोट दिएको सभामुख हुनुभयो अर्को उपसभामुख हुनुभयो उहाँहरू 2 जना अहिले उम्मेदवार हुनुहुन्छ अनि उहाँहरूले के गर्नुभयो खोइ त केही गरेकै छैन। भनेको आफ्ना कार्यकर्तालाई गर्नुभयो गर्नुभयो होला एकदम विचार गरेर गरौँ म चाहिँ हलो चुनाव चिन्हबाट छु होइन राजा ल्याउनु पर्छ गाई बचाउनु पर्छ हाम्रो चाहिँ हिन्दू बौद्ध किराँत हिन्दू राष्ट्र कायम गर्नुपर्छ भन्नेमा छु घर मेरो यही बिर्तामोड नाम स्वागत नेपाल हो होइन मैले हजुरलाई यति भने यो सबै कुरा सबै आउँदाखेरि हजुरले भन्नु होला गाई रक्षा गर्ने कि अन्त्य गर्ने यो सबैलाई भन्ने सबैलाई भन्नु म सबैलाई भन्ने सबैलाई देखाउने होइन यस्तो भएको छ कि होइन मेरा छोरा जस्ता युवा कति यस्ता डुबेर कोही झुन्डिएर मरेका छन् कोही खोला गएर फालेर मरेका छन् पार नलाग्ने भएर उपाय नभएर विदेश जान दिँदैन अलिअलि आएको पैसा कर दिँदै अहिले हामीले अब के हेर्नु आफ्नो देशमा गरौँ भने यस्तो छ।